Welcome, dear student. Good morning, Miss. Thank you, sit down. Thank you, Miss. Urgent captain. Sir, urgent miss. Roll number 2. Urgent, Miss. Roll number 3. Urgent miss. Roll number 4. Biganti Haji. Page number 229. Today I am talking about for topic name congruency and similarity. Congruency लाई नेपालीमा अनुरूप भन्छ र similarity लाई समरूप भनिन्छ। Congruency means लेख्न सक्नु। Congruence means two figures are congruency if they have the same size, the same shape and same size. Congruence को मतलब जसको same shape पनि हुन्छ र same size पनि हुन्छ। अनुरूप भनेको के हो? दुई वा दुई भन्दा बढी आकृतिहरू, आकार र साइज दुवै बराबर भएमा तिनीहरूलाई नै अनुरूप भनिन्छ। दुई भन्दा बढी आकार र साइज दुवै बराबर भएन नि अनुरूप भनिन्छ। Similarity means having equality features or characteristics that are almost the same but not exactly identical. जसको सेप हुन्छ तर साइज बराबर हुँदैन, डिफरेन्ट टाइपको हुन्छ, जसलाई सिमिलरिटी भनिन्छ। समरूप भनेको के हो? समरूप भन्नाले पुरै उस्तै नभए पनि गुण, रूप, आकार वा विशेषतामा मिल्दो जुल्दो हुने भन्ने अर्थ लाग्छ। म भन्नु तिमीहरूलाई कि समरूप भनेको सेप त्यसको साझा सबै गुण विचार सबै एकै रङ हुन्छ तर आकारहरू मिलेको रहँदैन, त्यसलाई नि समरूप भनिन्छ। केही कसैलाई आइडेन्टिकल भन्नु भएर यो ट्रायंगलको यो एंगल भयो एउटा, यो एंगलको बराबर यो जति यो जति छ त्यति यो पनि हुन्छ नि। जस्तै म योमा पनि यो एंगल मानिहाल्यो अनि त्यो यो सबै सेम हुन्छ तर यो डिफिकल्ट हुन्छ, इन्डिकल हुन्छ। योमा के हुन्छ त्यो सेप मिलेको रहन्छ तर डिफिकल्ट पिक्चर हुन्छ। यो फेरि ठुलो भयो, सानो भयो। यो एंगलको मार्फतले हामी यो बुझ्न सक्छौँ कि यो इक्वल यही साइजको यो पनि बन्छ। बुझ्यो?